नमस्कार, म राजन प्रसाद पोखरेल, जन्मस्थान खोटाङ, हाल धनकुटा, पेसाले निजामती कर्मचारी। यहाँहरू सम्पूर्णलाई म यो भिडियोमा हार्दिक स्वागत गर्न चाहन्छु। आज हामीले लोकसेवाले प्रकाशन गरेको राजपत्र अन्नकी द्वितीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका चौथो तहका खुल्ला तथा समावेशी पदको प्रतियोगिता लिखित परीक्षाको विज्ञापन सम्बन्धी महत्त्वपूर्ण जानकारी लिएर उपस्थित भएका छौँ। तपाईहरू लोकसेवा उत्तीर्ण गरेर नारीको सेवामा सरिक हुन चाहनुहुन्छ भने र तपाईँ प्राविधिक क्षेत्रमा अध्ययन गर्नुभएको छ भने अथवा प्राविधिक विषयको तालिम लिनुभएको छ भने तोकिएको योग्यता पुर्याउनु भएको छ भने तपाईँलाई यो विज्ञापन रामबाण साबित हुन सक्नेछ। तपाईँ सपना देख्नुहोस्, नियमित अध्ययन जारी राख्नुहोस्, तपाईँ पक्कै पनि उत्तीर्ण हुन सक्नुहुन्छ। तपाईँलाई हाम्रो युट्युब च्यानलको अग्रिम शुभकामना। त्यसका साथै तपाईँलाई नयाँ वर्ष 2079 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। पिएससी मञ्च युट्युब च्यानल परिवार। तपाईँ हर समय मुस्कुराइरहनुहोस्, हर समय खुसी रहनुहोस्, तपाईँ हर समय सफलतामा अगाडि बढ्नुहोस्, हरेक पाइलामा सफलता मिलोस्, सुस्वास्थ्य मिलोस्, समृद्धि मिलोस्, तपाईँ अगाडि बढिराख्नुहोस्। तपाईँ आफू मात्रै अगाडि होइन, अरूलाई दिने क्षमतामा पुग्नुहोस्। तपाईँलाई थाहा छ होला वा छैन होला, जसले दिन्छ त्यो 2 गुणा होइन, 4 गुणा होइन, 100 गुणा भएर आफैतिर फर्किन्छ। त्यसै गरेर तपाईँ अरूलाई समृद्ध बनाउन चाहनुहुन्छ, अरूलाई सफल बनाउन चाहनुहुन्छ, आफू सफल हुन चाहनुहुन्छ भने दिने विषयमा पनि सोध्नुहोस्। तपाईँले ज्ञान दिए पनि हुन्छ, आर्थिक सहयोग दिए पनि हुन्छ, सिप सिकाए पनि हुन्छ। तपाईँ जे दिन सक्नुहुनेछ। अब हामी यो विज्ञापनतर्फ नै जानेछौँ। यो विज्ञापनमा लेखिएको छ, निजामती सेवाका निम्न सेवा समूह उपसमूहका राजपत्र अन्नकी द्वितीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका चौथो तहका पदहरूमा आफू खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारबाट दरखास्त आह्वान गरिन्छ। तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आएको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत आवेदन दिनुपर्नेछ। लोकसेवा आयोग धनकुटा कार्यालयका लागि विज्ञापन प्रकाशन भएको छ। गणक आर्थिक योजना तथ्याङ्क खुल्लामा 1 जना, त्यसै गरी गणक आजमा 1 जना, त्यसै गरी नायब मौसम विज्ञान सहायक आफरामा 1 जना, नायब मौसम विज्ञान सहायक खुल्लामा 1 जना, त्यसै गरी नायब मौसम विज्ञान सहायक मधेसीमा 1 जना, अमिन इन्जिनियरिङ सर्वेको आफरामा 1 जना, अमिन खुल्लामा 1 जना, सहायक कम्प्युटर अपरेटर खुल्लामा 2 जना, सहायक कम्प्युटर अपरेटर महिलामा 1 जना, सहायक कम्प्युटर अपरेटर मधेसीमा 1 जना, त्यसै गरी स्वास्थ्य सेवातर्फ अयव खुल्लामा 4 जना, त्यसै गरी अयव मधेसीमा 1 जना, त्यसै गरी अयव अपाङ्ग 1 जना, त्यसै गरी स्वास्थ्य सेवातर्फको अनमीमा खुल्लामा 1 जना, त्यसै गरी लोकसेवा इलाम कार्यालयको लागि विज्ञापन प्रकाशन भएको छ। मेकानिक्स खुल्लामा 1 जना, त्यसै गरी मेकानिकलतर्फ मधेसीमा 1 जना, अपरेटर मेकानिकलतर्फ खुल्लामा 1 जना, इलेक्ट्रिसियन महिलामा 1 जना, सिनियर मिस्त्री खुल्लामा 1 जना, सिनियर मिस्त्री महिलामा 1 जना, अमिन आफरामा 1 जना, अमिन खुल्लामा 2 जना, अमिन महिलामा 1 जना, अमिन मधेसीमा 1 जना, नायब प्राविधिक सहायक महिलामा 1 जना कृषितर्फको, त्यसै गरी हेड फिल्ड असिस्टेन्ट वनतर्फको खुल्लामा 1 जना, सहायक कम्प्युटर अपरेटर खुल्लामा 2, सहायक कम्प्युटर अपरेटर विविध महिलामा 1, सहायक कम्प्युटर अपरेटर अपाङ्ग 1, अयव स्वास्थ्य खुल्लामा 2, अयव स्वास्थ्यतर्फको खुल्लामा 2, अयव स्वास्थ्यतर्फ महिला मधेसीमा 1, त्यसै गरी अयव दलितमा 1। त्यसै गरी लोकसेवा आयोग खोटाङ कार्यालयको लागि विज्ञापन प्रकाशन भएको छ। अमिन
आफरामा 1, अमिन खुल्लामा 2, अमिन दलितमा 1, सिनियर गेम स्काउट खुल्लामा 1, सहायक कम्प्युटर अपरेटर आफरामा 1, सहायक कम्प्युटर अपरेटर खुल्लामा 1, सहायक कम्प्युटर अपरेटर मधेसीमा 1, अयव खुल्लामा 1। त्यसै गरी लोक सेवा आयोग जलेश्वर कार्यालयको लागि विज्ञापन प्रकाशन भएको छ। अपरेटर मेकानिकल तर्फ आफरामा 1, अपरेटर खुल्लामा 2, सिनियर मिस्त्री आफरामा 1, सिनियर मिस्त्री खुल्लामा 1, सिनियर मिस्त्री मधेसीमा 1, अमिन खुल्लामा 1, अमिन मधेसीमा 1, नायब पशु सेवा प्राविधिक आफरामा 1, नायब पशु सेवा प्राविधिक खुल्लामा 1, नायब पशु सेवा प्राविधिक महिलामा 1, सिनियर गेम स्काउट आफरामा 1, सिनियर गेम स्काउट खुल्लामा 3, सिनियर गेम स्काउट महिलामा 1, सिनियर गेम स्काउट आजमा 1, सिनियर गेम स्काउट मधेसीमा 1, अनमी खुल्लामा 1, अनमी महिलामा 1, अयव खुल्लामा 2, अयव महिलामा 1, अयव आजमा 1। तपाईहरु अयव अनमी पढ्नु भएको छ भने तपाईहरुको लागि सिटमा पनि फुलेको छ। तपाईको लागि एउटा मात्रै पद चाहिने हो। त्यही भएर तपाई अगाडि बढ्नुहोस्, अध्ययन गर्नुहोस्, तपाई पक्कै पनि सफल हुन सक्नुहुनेछ। त्यसैगरी लोकसेवा आयोग काठमाडौँ कार्यालयको लागि विज्ञापन प्रकाशन भएको छ। यसमा प्लम्बर सिभिल तर्फ मधेसीमा 1, मेकानिक्स दलित तर्फ 1, सिनियर मिस्त्री महिला 1, नायब मौसम विज्ञान सहायक मधेसी 1, नायब प्राविधिक सहायक आफरा 1, नायब प्राविधिक सहायक खुल्ला 2, नायब प्राविधिक सहायक महिला 1। त्यसैगरी अमिन खुल्ला 1, अमिन आजा 1, त्यसैगरी अमिन मधेसी 1, त्यसैगरी नायब पशु सेवा प्राविधिक आजा 1, त्यसैगरी मधेसी 1 महिला 1, त्यसैगरी हेड फिल्ड असिस्टेन्ट वन तर्फ खुल्ला 1, त्यसैगरी स्वास्थ्य तर्फको अयव आजमा 1, जुनियर मेडिकल रेकर्डर असिस्टेन्ट स्वास्थ्य तर्फको खुल्लामा 2, त्यसैगरी महिलामा 1, मुद्रण सहायक शिक्षा तर्फको आफरामा 1, मुद्रण सहायक खुल्लामा 2, मुद्रण सहायक महिलामा 1, मुद्रण सहायक मधेसीमा 1। त्यसैगरी रहेको छ सहायक गाइड शिक्षातर्फ खुल्लामा 1, प्रेस टेक्निसियन संघीय संसदमा खुल्लामा 2, प्रेस टेक्निसियन संघीय संसदमा आजमा 1, प्रेस टेक्निसियन संघीय संसदमा मधेसीमा 1, सब इलेक्ट्रिकल ओभरसियर संघीय संसदको लागि खुल्लामा 1, सहायक कम्प्युटर अपरेटर आफरामा 2, सहायक कम्प्युटर अपरेटर खुल्लामा 2, सहायक कम्प्युटर अपरेटर आजमा 1, सहायक कम्प्युटर अपरेटर मधेसीमा 1। त्यसैगरी लोकसेवा आयोग हेटौँडा कार्यालयको लागि पनि विज्ञापन प्रकाशन भएको छ। अमिन आफरामा 1, खुल्लामा 2 र महिलामा 1, त्यसरी हेड फिल्ड असिस्टेन्ट वन तर्फको खुल्लामा 1, सिनियर गेम स्काउट वन तर्फको आफरामा 1, त्यसैगरी खुल्लामा 2, त्यसैगरी महिलामा 1, त्यसैगरी आजमा 1, सहायक कम्प्युटर अपरेटर खुल्लामा 2 र आजमा 1। त्यसैगरी लोकसेवा आयोग पोखरा कार्यालयको लागि पनि विज्ञापन प्रकाशन भएको छ। गणक आर्थिक योजना तर्फ खुल्लामा 2, गणक आजमा 1, नायब जल विज्ञान सहायक महिलामा 1, मेकानिक्स अपाङ्गमा 1, अपरेटर मेकानिकल तर्फ खुल्लामा 1, अमिन आफरामा 2, खुल्लामा 3, महिलामा 1, आजमा 1, मधेसीमा 1, नायब पशु सेवा प्राविधिक खुल्लामा 1, सहायक कम्प्युटर अपरेटर आफरामा 1, महिलामा 1, त्यसैगरी अयव स्वास्थ्यतर्फ खुल्ला 1। त्यसैगरी लोक सेवा आयोग बागलुङ कार्यालयको लागि विज्ञापन प्रकाशन भएको छ। गणक आर्थिक योजना तथ्याङ्कतर्फ आफरामा 1, त्यसैगरी खुल्लामा 1, त्यसैगरी दलितमा 1, अमिन तर्फ आफरामा 1, खुल्लामा 1, त्यसैगरी सहायक कम्प्युटर अपरेटरतर्फ खुल्लामा 1, महिलामा 1, आजमा 1, अयव स्वास्थ्यको अयवतर्फ खुल्लामा 1 र आजमा 1। लोक सेवा आयोग बुटवल कार्यालयको लागि पनि विज्ञापन प्रकाशन भएको छ। गणक आर्थिक योजना तथ्याङ्कमा आफरामा 1, मेकानिकल तर्फ आफरामा 1, त्यसैगरी खुल्लामा 1, अपरेटर मेकानिकल तर्फ खुल्लामा 1, नायब जल विज्ञान सहायक खुल्लामा 1, त्यसैगरी महिलामा 1, त्यसैगरी आजमा 1, अमिन खुल्लामा 1, अपाङ्गमा 1, सहायक कम्प्युटर अपरेटर खुल्लामा 2।
त्यसैगरी सहायक कम्प्युटर अपरेटर महिलामा 1 मधेसीमा 1। त्यसैगरी स्वास्थ्यतर्फको अभिभावक खुल्लामा 1। त्यसैगरी लोक सेवा आयोग दाङ कार्यालयको लागि पनि विज्ञापन प्रकाशन भएको छ। मेकानिक्स खुल्लामा 3 मेकानिक्स मधेसीमा 1। अपरेटर मेकानिकल तर्फ खुल्लामा 1 अपरेटर मधेसीमा 1। इलेक्ट्रिसियन खुल्लामा 1 सिनियर मिस्त्री खुल्लामा 1 अमिन आफ्रामा 1 खुल्लामा 2। त्यसैगरी महिलामा 1 सिनियर गेम स्काउट वनतर्फ आफ्रामा 1 खुल्लातर्फ 1। त्यसैगरी सहायक कम्प्युटर अपरेटर आफ्रामा 1 अनमी स्वास्थ्यतर्फको अनमी खुल्लामा 1। त्यसैगरी महिलामा 1 लोक सेवा आयोग सुर्खेत कार्यालयको लागि पनि विज्ञापन प्रकाशन भएको छ। गणक आर्थिक योजना तथ्याङ्क खुल्लामा 1 सिनियर मिस्त्री आफ्रामा 1 खुल्लामा 2। सिनियर मिस्त्री महिलामा 1 सहायक स्याम्पलर जियोलोजीतर्फ खुल्लामा 1 अमिन आफ्रामा 2 खुल्लामा 4 आजामा 1 मधेसीमा 1 सहायक कम्प्युटर अपरेटर खुल्लामा 1। त्यसपछि महिलामा 1 लोक सेवा आयोग जुम्ला कार्यालयको लागि विज्ञापन प्रकाशन भएको छ। अमिन खुल्लामा 1। त्यसैगरी आजामा 1 सिनियर गेम स्काउट आफ्रामा 1 सहायक कम्प्युटर अपरेटर आफ्रामा 1। त्यसैगरी खुल्लामा 1। त्यसैगरी मधेसीमा 1 स्वास्थ्यतर्फको अभिभावक मधेसीमा 1 लोक सेवा आयोग दिपाल कार्यालयको लागि पनि विज्ञापन प्रकाशन भएको छ। यसमा छ अमिनमा आफ्रामा 1 त्यसैगरी खुल्लामा 2 महिलामा 1 त्यसैगरी आजामा 1 त्यसैगरी मधेसीमा 1 सहायक कम्प्युटर अपरेटर खुल्लामा 1 र आजामा 1। त्यसैगरी लोक सेवा आयोग महेन्द्रनगर कार्यालयको लागि विज्ञापन प्रकाशन भएको छ। गणक आर्थिक योजना तथा तथ्याङ्कमा खुल्लामा 1 त्यसैगरी दलितमा 1 मेकानिक्स आफ्रामा 1 मेकानिक्स खुल्लामा 2 त्यसैगरी मेकानिक्स महिलामा 1 अपरेटर मेकानिकलतर्फ आफ्रामा 1 अपरेटर खुल्लातर्फ 2 अपरेटर महिला 1 अमिन आफ्रा 2 खुल्ला 3 महिला 1 आजा 1 मधेसी 1 दलित 1। त्यसैगरी नयाँ पशु सेवा प्राविधिक खुल्ला 1 सिनियर गेम स्काउट मधेसी 1 सहायक कम्प्युटर अपरेटर आफ्रा 2 सहायक कम्प्युटर अपरेटर खुल्ला 4 सहायक कम्प्युटर अपरेटर महिला 1 सहायक कम्प्युटर अपरेटर आजा 1। त्यसैगरी सहायक कम्प्युटर अपरेटर विविध 1 स्वास्थ्यको अभिभावक खुल्ला 1। विज्ञापन सकिएको छ। परीक्षाको किसिम लिखित कम्प्युटरसिप परीक्षण र अन्तर्वार्ता परीक्षा मिति पछि प्रकाशन गरिनेछ। त्यस्तै गरी अपलोड गर्नुपर्ने कागजातहरू उम्मेदवारले शैक्षिक योग्यता तालिम अनुभव व्यवसाय अनुमति प्रमाणपत्र समयसीमा खोल्ने कागजात लगायत सम्बन्धित विज्ञापन तोकिएका कागजपत्र अनलाइन दरखास्त प्रणालीको तोकिएको स्थानमा PDF फर्मेटमा अपलोड गर्नुपर्नेछ। सबै उम्मेदवारले आफ्नो नागरिकताको प्रमाणपत्र अगाडि भाग स्क्यान गरी JPG फर्मेटमा अपलोड गर्नुपर्नेछ। दरखास्तमा उल्लेख गरेको विवरण सम्बन्धमा उम्मेदवार स्वयं पूर्ण जवाबदेही हुनुपर्नेछ। दरखास्त दिने अन्तिम मिति 79 वैशाख 20 सम्म र दोब्बर दस्तो तिरी 79 वैशाख 27 सम्म। उम्मेदवारको उमेरको हद 79 वैशाख 20 सम्म 18 वर्षको उमेर पुरा भई 35 वर्ष ननाएको र महिला तथा अपाङ्गता भएका उम्मेदवारहरूको हकमा 40 वर्ष ननाएको। स्वास्थ्य सेवातर्फका पदहरूको हकमा 79-1-20 सम्म 18 वर्ष उमेर पुरा भई 45 वर्ष ननाएको। बालवाला स्थानीय जाने कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन। अन्तर्वार्ता आएका परीक्षा कार्यक्रम अन्तर्वार्ता हुने मिति लिखित परीक्षा नतिजा प्रकाशित हुँदा सूचना गरिनेछ। पदमा रहेको कर्मचारी कामको विवरण सेवा सम्बन्धी तलब प्रचलित कानुन बमोजिम सेवा सम्बन्धी मन्त्रालय सेवा समूह प्रधान सञ्चालन गर्न तोकेका सम्बन्धित मन्त्रालय। तपाईँ जुन पदको लागि प्रतिस्पर्धा गर्न खोज्दै हुन्छ त्यो पदको योग्यता तपाईँ यहाँबाट हेर्न सक्नुहुनेछ। तपाईँ त्यसै गरी यहाँ नोटमा ग्रेडिङ प्रणाली लागू भए पश्चात SSC वा सो सर परीक्षा उत्तीर्ण गर्ने उम्मेदवारहरूमा GPA 2 वा सोभन्दा माथि ग्रेड पोइन्ट प्राप्त गरेकोलाई न्यूनतम योग्यता पुरा भएको मानिनेछ भनेर भनिएको छ। त्यसै गरी यहाँ विभिन्न जानकारीहरू पनि दिएको छ र पाठ्यक्रम आएको वेबसाइट www.phc.gov.np बाट पनि प्राप्त गरिन सकिन्छ भनेर स्पष्ट गरिएको छ।
हस् त धन्यवाद। यो भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुभएकोमा यहाँलाई धन्यवाद व्यक्त गर्दछौँ। तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानल सब्सक्राइब गर्न नभुल्नुहोला। हामी महत्त्वपूर्ण जानकारीसहित नियमित रूपमा उपस्थित हुने गरेका छौँ। हस् त धन्यवाद। नमस्कार।